नमस्ते। यस मनोरञ्जन साल 2068 का कार्यक्रमका सभापति थचल लामाज्यू, दूतावासबाट पाल्नुभएका जयबहादुर राईज्यू र उपस्थित सम्पूर्ण संस्थाबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू, साथै कलाकार प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू र उद्योगपति व्यापारी सम्पूर्ण दोहावासी श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूमा म सावित्री गिरी लगायत दोहावासी सम्पूर्ण महिला दिदीबहिनीहरूको तर्फबाट प्लस हाम्रो अलदल्ला क्लिनिङ कम्पनीका महिला दिदीबहिनीहरूको तर्फबाट नयाँ वर्ष 2068 को मङ्गलमय शुभकामना स्वीकार्नुहोला। धन्यवाद। I want to say thanks all the foreigner guests, those who are participating to celebrate our New Year program. Good afternoon, Salaam alaikum and Namaste. सन्जय गुरु बालखोर जसले हामीलाई विगत 3 वर्षदेखि नयाँ वर्ष हामी कतारका श्रमजीवी महिलाहरूलाई उहाँहरूले एउटा पहल गरेर हाम्रो कम्पनीसँग कुरा राखेर नयाँ वर्षको नयाँ साँझ रमाइलोसँग मनाउन पाउँदाको यो छेड उहाँहरूको यो देनलाई हामी कहिले भुल्ने छैनौँ र सन्जय गुरु बालखोरको कार्यक्रम युनिट प्रोग्राम युनिट लगायत यसका कार्यक्रमका संयोजक वीरेन्द्र कुमार एक्कम्बज्यूलाई धन्यवाद दिँदै सन्जय गुरु बालखोरको उत्तरोत्तर प्रगतिको शुभकामना स्वीकार फेरि पनि 2068 सालको शुभकामना एन्ड ह्याप्पी न्यू इयर फर अल। मैले नयाँ वर्षको बिहानीसँगै एउटा नयाँ एल्बम कसैले लिएर तपाईँहरूको माझ आएकी छु। यो मेरो कतारको यो मरुभूमिमा बगाएको पसिनाको सानो प्रयास हो, त्यसको मोल हो। मैले अत्यन्तै छुट्टीमा गएको बेलामा घरमा छुट्टीमा गएको दसैँ तिहार मान्न गएको अत्यन्तै व्यस्त समयलाई सदुपयोग गरेर कतारको पसिनालाई सदुपयोग गरेर सन्ध्या ग्रुप जसले मलाई आज यो स्टेजमा उभिएर तपाईँहरूसँग सामु बोल्ने बनायो उहाँहरूको विशेष सहयोगमा प्लस मेरो सम्पूर्ण कतारवासी दाजुभाइ तथा दिदीबहिनीहरू विगतका 2 वर्षसम्म मैले यहाँ लोकदोरी गाएर तपाईँहरूलाई नचाहे पनि उहाँहरूको माया ममता र उहाँहरूको स्नेह र प्रोत्साहनले गर्दा आज म तपाईँहरूमा कतारको खाडीमा मेरो आफ्नो एल्बम आदरणीय सागर नेपालज्यू प्लस यस अल्मिस्टार कम्पनीका मैले उहाँको नाम राम्रोसँग बताउन सकिनँ। उहाँले उहाँको हातबाट यो कतारको मरुभूमिमा मेरो आफ्नो एल्बम विमोचन गर्न पाउनु मेरो लागि अवश्य नै भाग्यको कुरा हो र धन्यवाद व्यक्त गर्छु यो वातावरण बनाइदिनु भएकोमा, मलाई यस्तो धेरै सहयोग गरिदिनु भएकोमा सन्ध्या गुरु बालखोरलाई। र म 1 मिनट मात्रै मेरो एल्बमको बारेमा भन्छु। मेरो एल्बमलाई सितारा म्युजिक प्रालीले बजारमा ल्याएको छ। एकनारायण भण्डारीज्यू उहाँलाई म धन्यवाद दिन चाहन्छु। म जस्तो नयाँ कलाकार मेरो यो दोस्रो एल्बम हो। पहिलो एल्बम मेरो अजुर र नजर भन्ने 60 सालमा निकालिसकेको थिएँ। यो दोस्रो एल्बमलाई सितारा म्युजिक प्रालीले बजारमा ल्याउनलाई म आफूलाई एकदम भाग्यमानी सम्झन्छु र म एकनारायण भण्डारीज्यू जसले तीर्थ लायो पानी खाएँ भन्ने गीत पनि उहाँकै हो। एल्बम पनि उहाँले धेरै थुप्रै एल्बम ल्याउनु भएको छ। उहाँले मलाई मौका दिनुभएकोमा उहाँलाई धन्यवाद दिँदै र मेरो यसमा भिजुअलतर्फ कृष्ण फिल्म्स प्रालीबाट शङ्कर विशज्यू उहाँ एकदम दोहोरी गीतको मोडेल एकदम डान्सर हो। उहाँले मोडेल गर्नुभएको छ प्लस स्वरमा साथ दिनुभएको छ श्री देवकोटा मसुर लोक दोहोरी गायिका विष्णु माझी, रामजी खान र चर्चित दोहोरी गायिका देवी घट्टीले साथ दिनुभएको छ। थ्याङ्क यू। ठिकै भन्नुभयो, तिर्खा लागेपछि पानी खाइन्छ र मन पराएपछि माया पनि लगाइन्छ। तर माया लगाएपछि बिछोडको पीडा चाहिँ कहिले पनि नहोस्। तिर्खा लाग्यो पानी पिएँ मैले के पिराएँ, तिर्खा लाग्यो पानी पिएँ मैले के पिराएँ होइन त दाजुभाइ। तिर्खा लागेपछि पानी पिइन्छ। कुनै ठाउँमा एउटा राम्रो फुल फुलेको देख्यो भने हामीलाई टिप्न मन लाग्छ नि है। तर के गर्नु, त्यो फुलको वरिपरि काँडाहरू पनि हुन्छ। हेर्नु न, त्यो काँडालाई पन्काउँदै उक्त गीतमा नृत्य लिएर आउँदै हुनुहुन्छ सबिना बानिया, तिर्खा लाग्यो पानी खाए। अथवा दर्शकवृन्द स्वीकार्नुहोस् यो एकल नृत्य, यो चर्चित गीत तिर्खा लाग्यो पानी पिएँ मैले के पिराएँ। दर्शकवृन्द स्वीकार्नुहोस् यो एकल नृत्य। धन्यवाद।
धन्यवाद हाम्रा कलाकार साथी सबिना बानियालाई। दर्शकहरू, तपाईँहरूलाई यो गीत हेरेपछि पानी पिउनु मन लागेन? र एउटा कुरा के भन्न चाहन्छु भने तपाईँहरूको पनि माया गरेको मायालाई जोडी हुनुहुन्छ होला। लागेपछि पानी खाइन्छ अनि मन परेपछि माया लाउनु पाउनु भनेको सौभाग्यको कुरा हो। तर कसैको पनि नछुटोस्, म चाहिँ त्यो भन्न चाहन्छु। म तिमीलाई एउटा कुरा सोधौँ? भन्नुहोस्। मलाई पनि एकदमै तिर्खा लाग्छ, मैले पानी खान सक्छु? जानुहोस् न, भित्र गएर मागेर खाइहाल्नुहोस् न, मलाई सोध्नुपर्छ त। धन्यवाद। दर्शकबिन, अब फेरि तपाईँहरूमा सिङ्गल नृत्य लिएर आउँदै हुनुहुन्छ हाम्रो सानी बहिनी, प्यारी बहिनी हुनुहुन्छ। गीतको बोल छ रेली खोला बगर। रेली खोला बगर। दर्शकबिन, यो गीत सानी बहिनी अस्मिता नेपालले नृत्य गर्दैछिन्। हामीलाई थाहा छ उनले धेरै समयदेखि कतारमा भएका विभिन्न प्रोग्रामहरूमा नृत्य प्रस्तुत गर्दै आइरहेकी छिन् र हुन पनि उनी सागर नेपाल जस्तो एउटा अभिभावकको प्रत्यक्ष निगरानीमा छिन्। त्यसले गर्दाखेरि मलाई विश्वास छ यिनी पछि गएर पक्कै पनि एउटा राम्रो कलाकार हुन्छन्। यो अहिलेको यो उमेरमा पनि यति राम्रो प्रस्तुति दिन सक्छन् भने मलाई विश्वास छ यिनले भविष्यमा अझ राम्रो प्रस्तुति दिनेछन् र नेपाल र नेपालीको कलालाई यिनले नेपालमा मात्रै होइन बाहिर पनि यिनले चिनाउने छिन् भन्ने हामी उनलाई शुभकामनाका साथ दर्शकबिन स्टेजमा निम्ताउन चाहन्छु। रेली खोला बगर लिएर आउँदै हुनुहुन्छ प्यारी बहिनी अस्मिता नेपाल। रेली खोला बगर।
धेरै धेरै धन्यवाद प्यारी बहिनी अस्मिता नेपाललाई। दर्शकबिन भर्खरै यहाँले एउटा सानो नानीले प्रस्तुति दिएको एउटा नृत्य हेर्नुभयो। कल्पना, मलाई तिमीलाई एउटा क्वेसन सोध्न मन लाग्यो। के क्वेसन भनिरहेको होला दिक्कैलाई यसरी के छ भन्नु। तिम्रो बिहा भयो? छैन। यदि तिमीलाई बिहा गर्नु मन लाग्यो भने अथवा पर्यो भने तिमी कस्तो मान्छेसँग बिहा गर्छौ? भन न। तपाईँको चित्त दुख्ला नि। भन। मलाई त गोर्खापल्टनको सिपाही हल्का भने हुन्छ। हेर्नुहोस् न, अब के भन्नु, अब यो कुरा पहिल्यै थाहा पाएको भए म पनि सायद गोर्खापल्टनमा जाने ट्राई गर्थेँ होला। अब उनले रोजिन कहाँको ब्रिटिसको लाउरे, आफू पऱ्यो कतारी लाउरे, कुरै मिलेन हेर्नु त। तर पनि हेरौँ, मैले भित्र बसेर कुरा मिलाउँदैछु। अब अझै टाइम छ, कार्यक्रम अझै आधा पनि भएको छैन। हेर्दै जाउँ समयले कहाँ पुर्याउँछ। ठिकै छ, हेरौँ न नि। ल। दर्शकबिन अब फेरि तपाईँहरूमा ग्रुपिङ नृत्य भित्र बोलिरहेको छ जाउँ न सडा गोर्खापल्टमा। दर्शकबिन अब यहाँहरूसँग चाहिँ एउटा सामूहिक ग्रुपिङ नृत्य प्रस्तुत गर्न लागिरहेका छौँ। गीतको वर्ष जाउँला सडा र गोर्खापल्टमा, अत्यन्तै चर्चित गीत हो। यसमा नृत्य गर्ने कलाकारहरू हुनुहुन्छ हरिचन्द्र श्रेष्ठ, खर्चा लामा, बुद्ध चेम्जोङ, सन्तोष गुरुङ नेपाली, पवित्र लामा, मन्जु थापा र मन्जु गुरुङ र यस गीतको नृत्य निर्देशक हुनुहुन्छ फुर्बा योन्जन। अथवा दर्शकबिन स्वीकार्नुहोस् यो ग्रुपिङ नृत्य। धन्यवाद।
दर्शकवृन्द, यहाँहरूले हेरिहाल्नुभयो यो सामूहिक नृत्य गोर्खा पल्टनै भन्ने आशा छ यहाँहरूले यसलाई मन पराउनु भयो होला। तर अघि कल्पनाले के भन्यो भने गोर्खा पल्टनेलाई ब्रिटिस लाउरेलाई मन पराउँछन्, तर के गर्नु, आफू त नेपाली बाबु, मेड इन नेपाल हो। हेर्नु त दर्शकवृन्द, मैले त्यति सानो के कुरा भनेको थियो नाकैमा लागेछ नि। अब आफ्नो भाग्यमै नभएपछि कहाँबाट पाउनु होइन र? तर दर्शकवृन्द, एउटा कुरा तपाईँलाई थाहा छ, भाग्यमा छ भनेर डोकोमा दुधेर अडिँदैन होइन। त्यही भएर मैले ट्राई गरिरहेको छु, हेरौँ कतिको सक्सेस हुन्छ। मलाई यहाँहरूको सपोर्ट चाहिन्छ है यसको लागि। म डोकोमा दुधै दुन्न, कहाँबाट हुन्छ र? तर पनि हेरौँ, भन्छ नि जब चाहिँ मान्छेले कोसिस गर्यो भने असफल भन्ने चिज केही पनि हुन्न अरे क्या। मान्छेले गर्दै गयो भने सक्सेस हुन्छ। मलाई आशा छ म पनि सक्सेस हुन्छु। तर यसको निम्ति यहाँले मलाई सहयोग चाहिँ, यहाँहरूको सपोर्ट चाहिँ मलाई चाहिन्छ है। फेरि उहाँलाई मात्रै सपोर्ट गर्नु होला नि, मलाई पनि सपोर्ट गर्नुहोस् है। दर्शकवृन्द, अब यहाँहरू समक्ष हामीले एउटा एकल नृत्य प्रस्तुत गर्न लागिरहेका छौँ। गीतको बोल छ, म हुँ नेपाली बाबु, मेड इन नेपाल। यो गीतमा नृत्य गर्दै हुनुहुन्छ प्रतीक निर्देशक सुरुबा योन्जन। प्लिज दर्शकवृन्द, नेपाली त बाबुलाई जोरदार तालले स्वागत गरौँ। दर्शकवृन्द, आशा छ यहाँहरूले यो दमदार गीतलाई यहाँहरूले जोरदार तालीबाट स्वागत गरिदिनको निम्ति म अनुरोध गर्दछु। स्वीकार्नुहोस्, यो म हुँ नेपाली बाबु, मेड इन नेपाल। धन्यवाद। Nepal
सबै मुनाल हाम्रै हिमालको गौरवशाली सगरमाथा मेरै नेपालको गौरवशाली सगरमाथा मेरै नेपालको मै पनि झुके मेरी माया खिच्यो नेपालको कालो टोपी फर्काउने मेरो भिरैमा छल्केको एक जोडी खुकुरी लिएर डल्लल टल्केको सारङ्गीको छोरे मिठो हेटेको रामजीले सीताजीलाई यही हो भेटेको सारङ्गीको छोरे मिठो हेटेको रामजीले सीताजीलाई यही हो भेटेको बुद्धं शरणं गच्छामिको ध्वनि गुञ्जने बुद्धं शरणं गच्छामिको ध्वनि गुञ्जने हाम्रो नेपालदेखि सबै दङ्ग पर्ने कालो टोपी फर्काउने मेरो भिरैमा छल्केको एक जोडी खुकुरी लिएर डल्लल टल्केको मेची काली रगतमा मेरो तलल बगेको छातीभित्र मेरो हिमाल झलल झल्केको म हुँ नेपाली बाबु मेटी नेपाल म हुँ नेपाली बाबु मेटी नेपाल कालो टोपी फर्काउने मेरो भिरैमा छल्केको एक जोडी खुकुरी लिएर डल्लल टल्केको म हुँ नेपाली बाबु मेटी नेपाल 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 धन्यवाद कृपा योञ्जनज्यू। दर्शकवृन्द, हाम्रो यो कार्यक्रमलाई आजको यो स्थितिसम्म ल्याइपुर्याउन हामीलाई सहयोग गर्ने हाम्रा स्पोन्सरहरूलाई सम्झन चाहन्छु। सर्वप्रथम त यो हाम्रो कार्यक्रमलाई स्पोन्सर गरिदिने कतार ग्यास अपरेटिङ कम्पनी लिमिटेडलाई म धन्यवाद दिन चाहन्छु। त्यस्तै अल्बिस्टा सर्भिसेसले पनि यो कम्पनीलाई स्पोन्सर गरेको छ, यो हाम्रो प्रोग्रामलाई स्पोन्सर गरेको छ, त्यसको निम्ति पनि म अल्बिस्टालाई धन्यवाद दिन चाहन्छु। त्यस्तै हामीलाई अर्को ठुलो सहयोग गरेर हामीलाई ठुलो गुण लगाउनु भएको छ आलस्या इन्टरनेसनल ग्रुप स्टाफ होल्डिङ डिभिजनको नेम गुरुङज्यू। सायद उहाँ यतै हुनुहुन्छ, म उहाँलाई धेरै मेरो हृदयदेखि नै उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँको कारणले गर्दा नै हामी यो कार्यक्रम यहाँहरू समक्ष प्रस्तुत गर्न सफल भयौँ। त्यस्तै अर्को हामीलाई यो विभिन्न ब्यानरहरू बनाएर हामीलाई सहयोग गर्ने सदाफ एडभर्टाइजिङलाई पनि म धन्यवाद दिन चाहन्छु। र त्यस्तै लोजिक हाइपर मार्केट जसले पनि हामीलाई सहयोग गरेको छ त्यसलाई पनि म आयोजकको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र दर्शकबिन, योभन्दा अगाडि एउटा सानो नानीले प्रस्तुत गरेको त्यो गीतमा एकजना हाम्रो भाइ खुसी भएर त्यो गीतबाट अत्यन्तै त्यो नृत्यबाट अत्यन्तै प्रभावित भएर उहाँले हामीलाई 50 रियाल दिनुभएको छ। यसको निम्ति म राजेश विष्ट, उहाँको नाम राजेश विष्ट हो, राजेश विष्टले हामीलाई 50 रियाल दिनुभएको छ। यसको निम्ति म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र कृपया यहाँले पनि ताली बजाइदिन म अनुरोध गर्छु। दर्शकबिन, गीत सुन्ने होइन त? सुन्ने हो?
त ठिकै छ। अब फेरि तपाईँहरूमा गीत लिएर आउँदै हुनुहुन्छ नवराज दाहाल। नवराज दाहाल र गीतको बोल्छ सान्नानी तिमीलाई। डरै लाग्यो।